होइन है उग्रदेव काका, इन्गेजमेन्ट भन्नुहुन्छ, न पण्डित छ न अरू कोही मान्छे छ। होइन तपाईँले के गरे यो? तँलाई अरू किन चाहियो? अमृता भाइ पुगेन? पुग्यो पुग्यो। अमृता तिम्रो हात ल्याउ त। अब ताली कसले बुझ्यो नि हो? काका यो औँठी अहिले हालेपछि बिहेमा चाहिँ हाल्न पाउँछ कि पाउँदैन? कति गनगन गरेर आएको, छिटो हाल्न। तँलाई अमृता आफ्नो बनाउनु छैन? किन छैन, अमृता त मेरै हो नि। खोइ अमृता औँलाई ल्याउ त। होइन है बिर्खे दाइ, तिमीले के गरेको? यो इन्गेजमेन्ट हुन सक्दैन। ए बिर्खे, तैँले यो गलत गर्दैछस्। त्यो औँठी भिटामिनलाई दियो त। किन दिने मैले यो भिटामिनलाई? यो औँठी किन दिने? जबसम्म यो भिटामिनले त्यो काकाको काकीलाई म्यानेज गर्दैन तबसम्म यो औँठी पाउँदैन। ओ बिर्खे, तिमीलाई यो सब गर्न लाज लाग्दैन? अह, मलाई लाज साथ केही लाग्दैन। होइन मेरो चाहिँ औँला छैन, मेरो चाहिँ भविष्य छैन, अनि के मेरो चाहिँ इन्गेजमेन्ट गर्नु पर्दैन यार? आफ्नो लागि मात्रै सोच्ने तिमीहरू, मेरो पनि यहाँ सपना डामाडोल हुँदैछ। कुरो बुझ्यो? हे तेरिका बिर्खे दाइ, पहिला मेरो इन्गेजमेन्ट हुन दिनु न, त्यसपछि तपाईँको गरे हुँदैन? हुँदैन। पहिला तैँले मेरो समस्या सल्टा अनि बल्ल यो औँठी पाउँछ। हे तेरिका, ए बिर्खे दाइ, आउन भनेको। ए उग्रे काका, तपाईँ एकचोटि थर्काएर भन्नु न यो बिर्खे दाइले, तपाईँले भनेको मान्छन् क्या? ए उग्रदेव काका, तपाईँलाई अमृताको र मेरो इन्गेजमेन्ट हेर्ने मन छैन? चुप लाग गदा, त्यही भएर मैले तँलाई अघि छिटछिट औँठी लगाइदिएँ भनेको होइन? अमृता अब तिमी भन न, अब म के गरौँ? मलाई के थाहा त? तेरो त्यही बिर्खे दाइलाई गएर सोध, मलाई नसोध। जाऊ काका। बिर्खे दाइले नै सोध्ने? ठिक छ, म बिर्खे दाइले नै सोध्छु नि त। ए बिर्खे दाइ, पक्नु न भनेको। म यसो गाउँतिर घुमेर आउँछु है त। अनि सुन्नु न, तपाईँले यो बाहिर लगाएको ज्याकेट कस्तो मैलो भएछ, ल्याउनु न म धोइदिन्छु। हो हजुर, हजुरलाई दुःख नदेऊ क्यारे। अब आफ्नो सम्झिनुहुन्छ भने दिनु क्यारे। ए हो, म जान्छु है। होइन, यिनीहरूको लबै परो कि क्या हो? हस्पिटल गएर थाहा भयो, अत्याधिक पिल युज गर्नका कारणले मेरो पाठेघरमा समस्या आयो र पाठेघरै निकाल्नु पर्यो। म अब कहिले आमा हुन नपाउने भयो। ओहो, यो लबै परेको हो भने रोक्नुपर्छ मैले। हेलो, काटो लाको दाइलाई सम्झे जस्तो छ नि खुब। हो नि, गाउँको केटाहरू भन्दा त तपाईँको दाइ कति राम्रो। ठिकै छ, त्यति राम्रो त होइन, तिमीलाई लागेको मात्र हो। लागेको होइन, साँच्चै राम्रो छ। उहाँ त मलाई हिरो जस्तै लाग्छ। ल ल, म बाहिर गएर आउँछु, तिमी घर हेर्दै गर्नु है। होइन, त्यो केटीलाई घर राख्नु ठिक छैन। दाइसँग लप परेर बिहे भयो भने त दाइको सन्तानै हुँदैन। के चाहिँ गरेर घरबाट निकाल्ने होला? बिर्खु, यता आऊ न। ओए भिटामिन, के हो आज त विपनाले आफै बोलाइ त। के गर्ने हो? के गर्ने नि दाइ, अब अगरबत्ती बाल्दै बाल्दै भेटेन नि। होइन के कुरा गर्छ? जे पाइ चाहिँ नभन्न। आउन छिटो। भन विपना, मैले तिम्रो लागि के उपकार गर्नु पर्यो? मेरो लागि केही उपकार गर्नु पर्दैन, मेरो घरमा बस्ने केटीको लागि चाहिँ केही गर्नु पर्यो। अब केही गर्नु पर्यो भन्छौ, भन।
त्यसको मैले हात खुट्टा भाँचिदिनु पर्ने हो कि दाँत फुस्काइदिनु पर्ने हो कि टाउकै काटिदिनु पर्ने हो कि घरमा आगै लगाइदिनु पर्ने हो कि के गर्नु पर्ने हो भन। म तिम्रो लागि जे पनि गर्न तयार छु, ज्यान पनि दिन तयार छु। मलाई अहिले उडेर आइसक्यो। त्यस्तो केही गर्नु पर्दैन के, त्यो केटीलाई मेरो घरदेखि निकाल्दै हुन्छ। त्यति गर्यौ भने म तिमीलाई यस्तो माया गर्छु नि। अब तिमीले मलाई माया गर्ने हो भने म त जमिनभित्र छिरेर हुन्छ कि आकाशमाथि चढेर हुन्छ, त्यो काम त गरिहाल्छु नि। अहिले तिमी ढुक्क भएर जाऊ, काम हुन्छ ढुक्क हो। जाऊ। थ्याङ्क यू बिर्खु। बाई बाई। यो भिपनाको थोपडा देख्दैमा तिमी नहुने काम पनि गर्छु भनेर भन्नी नकर है धेरै। यो भिपनाको लागि यो बिर्खे नारायणले ज्यान दिन पनि तयार छ, बुझिस्? बरु यहाँ बसेर कराउनु भन्दा केही जुक्ति खोज्नतिर लागौ न। ए जुक्ति खोज्नतिर लाग्ने? अब कहाँ चाहिँ होला त त्यो? ल आउनु यता छैन के, जाऊ न कतै। नमस्कार। ओहो बिर्खे दाइ, तपाईँलाई जिन्दगीमा पहिलोचोटि कसैले नमस्कार गरे। ल ल ल फर्काइहाल्नु। अस्ति नै एकजना कुहिरेले झुकेर नमस्कार गरे, बिर्सिस् तैँले? ए याद आयो याद आयो। त्यो त झुकेर पो गरेको थियो त, यो नझुकिकन गरे नमस्कार हो के? ए हजुर सुन्नु न, पख्नुहोस् न पख्नुहोस्। पहिला अघि तपाईँले गरे फर्काउँछु अनि बल्ल भन्नुहोस् के। नमस्ते। ल भन्नुहोस्। अब यो मेरो छोरालाई 2 दिनभित्र बिहा गर्नुपर्ने, यता बिहा गर्ने केटी छैन? छ नि हजुर, छ। यो गाउँमा 32 लक्षण युक्त केटी मात्रै होइन, 64 लक्षण युक्त केटी छ नि। कहाँ छ हजुर त्यो 64 लक्षणले युक्त केटी? मलाई त हेर्न हतार भइसक्यो। ओइ भिटामिन हजुर दाइ, जा त उहाँहरूलाई त्यो विपनाको घरमा गएर त्यो अघि केटी यसो देखाएर ल ल अगाडि बढौँ अगाडि बढौँ। यस अब कुरा मिल्ने भयो। ट्याट 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 ट्याट। हेलो बिर्खु। हेलो विपना, त्यो मैले भिटामिनको हातमा केटी हेर्ने मान्छे पठाएको छु, यसो मिलाएर के गरेर हुन्छ ट्याक्क पार है। हस् हस् बिर्खु, थ्याङ्क यू। त्यो केटीको बिहे सँगसँगै यस विपनाको र मेरो पनि ट्याङ्कुली ट्याङ्कुली धुङ धुङ तनपल्टी तटुली धुङ धुङ हुने भयो। ल बहिनी, आजदेखि तिम्रो खुसीको दिन आउँदैछ। ए हो र? अनि खुसीको कुरा चाहिँ के हो नि? आज उसलाई बिहे गर्ने मान्छेहरू उसको हात माग्न आउँदैछ। कसरी यो खुसीको कुरा हुन सक्छ? यो हुनै सक्दैन। आउनु आउनु आउनु, बसौँ बसौँ। दुला राजा हजुर पनि बसौँ बसौँ। नमस्कार हजुर। नमस्कार। उहाँ चाहिँ बेहुलोको बाउ, अनि उहाँ चाहिँ बेहुलो, अनि हेर्नुहोस् उहाँ चाहिँ बेहुली। अनि हजुरलाई बेहुलो कस्तो लागेको नि? मन पर्यो? अब मन त मन परिसक्यो उहाँलाई, अब मन पराउनै पर्छ, नत्र त उहाँसँग अरू कुनै अप्सनै छैन। ल भन्नुहोस्, यो नानी अर्थात् हुनेवाला दुलै तपाईँलाई मन पऱ्यो कि मन परेन? मलाई त मन पर्यो। त्यसो भए किन ढिला गर्नु? बिहाको तयारी गरौँ न त। हुन्छ गरौँ न, बरु कहिले गर्ने त्यो भन्नु न। हामी त अहिले भने अहिले, भरे भने भरे, भोलि भने भोलि नि। एनी टाइम रेडी छौँ हजुर। कस्तो रेडी छौँ भनेको? यो केटीसँग तपाईँको छोराको बिहे हुन सक्दैन। किन नि हजुर? यो केटीको पहिले बिहे भइसकेको, बुढाले छोडेको केटीसँग बिहे गर्नुहुन्छ? यो कुरा के हो? उहाँले भनेको सही हो? बिहे नै त होइन हजुर, तर लिभिङ टुगेदरमा चाहिँ बस्या हो। राम राम, यो के सुन्नु परेको नि? यो हुँदैन। जाउँ नि छोरा। हे तेरिका, बल्ल बल्ल कुरा मिलाउन लागे त फेरि कुरा बिगारेर मरिहाल्नु भयो नि। ए हजुर पुग्नु परेको। दाइ तपाईँ के भएको? किन उसको बिहे भइसकेको कुरा निकाल्नु भएको यहाँ? उनलाई नचिनेको नबुझेको मान्छेसँग पठाउँदा भोलि गएर बिचल्ली हुँदैन? उसको त्यति पिर्लिन मान्छेले अब सधैँभरि उसलाई यहाँ राख्न सक्नुहुन्छ त? राख्नलाई यहाँ केही समस्या छैन, बरु यहाँलाई बस्नलाई समस्या छ कि? छैन, मलाई यहाँ बस्न कुनै समस्या छैन। चुप लाग्नुहोस्, तपाईँहरू नहुने कुरा गर्नुहुन्छ। अमृता के गर्दैछौ? के गर्नु हेर नि, मोबाइल चलाएर बसिरहेको। त्यो भिटामिनले मलाई घुमाइरहेछ,
के गर्नु अनि तिमी यहाँ यसै आउने मान्छे त हैनौ किन आयो हेर न अमृता त्यो मेरो घरमा बस्ने केटीको त मेरो दाइसँग लभ पर्ला जस्तो छ त्योसँग दाइको बिहे भयो भने त बर्बाद हुन्छ हो नि त्यस्तो अर्काले छोडेको केटीसँग कहाँ बिहे गर्ने कुरा हुन्छ अर्काले छोडेको मात्र हो र त्यसको त बच्चा नै नहुने समस्या छ त्यो केटीसँग दाइको बिहे भयो भने त दाइको त अपुताली नै हुन्छ हो अँ त यदि त्यो केटीले तिम्रो दाइसँग बिहे गरेर बसी भने त पछि त तिमी माइत आउनै नपाउने रहेछौ त त्यही त त्यो केटीलाई के गर्ने होला दाइसँग कसरी छुटाउने केही आइडिया देऊ न अमृता हेर विपना यो आइडियाको कुरै नगर त्यो केटीलाई खुरुक्क घरबाट निकाल्देऊ न टेन्सनै साथ तिमीले ठिक भन्यौ तर त्यसलाई घरबाट निकाल्दा केही त हुन्न नि केही हुँदैन त्यो तिम्रो घर हो त्यसमा तिम्रो मात्र अधिकार छ अब यसै पनि तिमीले नै हो त्यो केटीलाई घरमा लगेको तिमीले नै निकाल्देऊ न तिमीलाई धेरै धेरै धन्यवाद है अमृता राम्रो सल्लाहको लागि ल अहिले म गएँ त्यसलाई घरबाट ननिकाली भएन त्यो केटी विपनाको घरबाट निस्केपछि बल्ल भिटामिन र मेरो मिलन हुन्छ बहिनी तिमी अब यहाँबाट जानु पर्यो किन र दिदी म यहाँबाट किन जानु पर्यो र के भयो मैले तिमीलाई यो घरमा सहारा दिन ल्याएको थिएँ तर तिमीले त मेरै सहारा खोज्न लाग्यौ मेरो दाइलाई ताकेर मलाई त्यस्तो आरोप नलाउनुस् दिदी म तपाईको दाइको पछि लागेको होइन बरु तपाईको दाइ चाहिँ मेरो पछि लाग्नु भएको जति बेला पनि आँखा लाइरहनुहुन्छ झुट नबोल तिमीले भनेको कुरा मैले कसरी विश्वास गर्नु पत्याउनुस् नपत्याउनुस् त्यो तपाईको कुरा हो तपाईको दाइले मलाई आँखा लाए पनि मैले तपाईको दाइलाई आँखा लाए पनि हामी दुईजना एकअर्कालाई माया गर्छौँ तपाईको दाइ त मेरो मनमा बसिसक्नु भएको छ अब त तपाईको दाइ बाहेक म अरू कसैलाई सोच्न पनि सक्दिनँ यहाँ बस्न पाए पो सोध्छौ त आफ्नो झोलासम्म पनि खुरुक्क निस्केर जाने दिदी म यो घरबाट निस्केर कहाँ जाऊ अब एक शब्द नि बोल्ने होइन अब तिमी कहाँ जाने के गर्ने त्यो तिम्रो समस्या हो मेरो होइन ल दिदी अहिलेसम्म साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद म लाग्छु बल्ल आनन्द भयो तपाईँ यहाँ हो मलाई विपना दिदीले घरबाट निकाल्दिन् अब म कहाँ जाने के गर्ने कहीँ जानु पर्दैन जिन्दगीमा यस्ता समस्याहरू आइरहन्छ तर हरेस खानु हुँदैन खै अब त जाने ठाउँ पनि कतै छैन जे भए पनि म तपाईको काकाको प्रेमिका नै छु मलाई यही घरमा शरण दिनु न है हेत तेरिका यसलाई यो घरमा राख्यो भने मेरो लाइफ पनि डामाडोल पान्नु झोल हुन्छ के सोचिरहनु भएको म अबदेखि यही बस्छु नि है बहिनी अब केही समयको लागि यही घरमा बस पछिको लागि चाहिँ सोचौँला थ्याङ्क यू सो मच यो केटीलाई मेरो होइन बिर्खेको पछि लगाउनु पर्छ यो सब त्यही बिर्खेले गर्दा भएको हो बिर्खे चाहिँ कहाँ छ अहिले अब बिर्खे कहाँ छ भनेर खोज्नै पर्दैन नि उग्रेदेव काका मैले तपाईँको भतिजनीको बिहे होल मात्रै गरे हो के स्टप चाहिँ गरे होइन बुझ्नुभयो बुझे बिर्खे बुझेर मात्र भएन बरु यसो टिका टालो लगाउने मुसी मिला न टिका टाला लगाउने मेसो मात्र मिलाएर हुन्छ भने जस्तो सजिलो छ गाउँलेहरू उपस्थित गराउनु परेन गाउँलेहरू उपस्थित गराउनेतिर नलागाउँ न दाइ अब यी उग्रे काका छँदैछन् यिनको निधारमा गाउँलेहरू लेखिदिउँ गाउँले भइहाल्यो त्यसपछि टिका टाला गरिहालौँ न ए हुन्न सका जोइ त बढी बोल्ला है बढी बोल्ने भन्दा टिका टाला लगाएर तयारी गर अमृतालाई बोला जा हस् उग्रदेव काका अमृता ए अमृता अनि बिर्खे गाउँलेहरू आउँछन् त अब गाउँलेहरू आउँछन् कि आउँदैनन् भन्ने कुरा चाहिँ त्यस्तै हो तर विपना चाहिँ आउँछ मैले विपनालाई बोलाएको छु मेरी प्यारी कहाँ छौ तिमी मेरी प्यारी कहाँ छौ तिमी मेरी प्यारी कहाँ छौ तिमी भन न मेरी प्यारी कहाँ छौ तिमी ए दाइ के भयो किन माला जपिरा मैले माला जपेको होइन बहिनी मेरी प्यारीको माया जपेको बरु तिमी पनि आउ न मेरो मायाको नाम जप ह्या के नचाहिने कुरा गरिरह्यो दाइ उहाँ भिटामिनको इन्गेजमेन्टमा सबैजना आइसक्यो होला सबजना आइसक्यो भनेपछि मेरी प्यारी पनि आयो होला
त्यसपछि जाउँ न त। ल जाम हिँड्न जाम। प्यारी त किन आउँछ र? गाउँमै छैन होला, कहाँबाट आउँछ अनि? ए त्यसो भए त जा, म जाँदैन। नगई नजानु, त्यसै घर कुरेर बस्नु, म त गएँ। या भिटामिन होइन, अझै कतिजनालाई कुरेर बस्नुपर्ने हो क्या? कुर्दा कुर्दा यस्तो रात परिसक्यो, छोडिदेऊ अब, लगाइदेऊ औँठी। ए हुँदैन, जबसम्म विपना आउँदैन तबसम्म हुँदैन। बिर्खे दाइ लगाइदिन्छु नि म। ए छोड्दैन, विपना नआउँदासम्म हुँदैन भनेको छु मैले। ए तेरिका अब त्यो विपना ए ल देखे हो नि, मेरो माया आउँछ नि अवश्य भनेको थियो नि, आइन नि। अब मैले लगाइदिउँ हुन्छ होइन त? ल ल म लगाइदिनु न। ल ल त्यही त भने लगाइदिउँ काका। लगाइदे। एकछिन अबे यो इङ्गेजमेन्ट हुन सक्दैन। किन हुँदैन? हामी त अहिले इङ्गेजमेन्ट गरिहाल्यो। खोइ अमृता आउँदै त। ओ भिटामिन, त धेरै हिरो नबनाइ, फेरि जेल जालास। जेल जाने कुरा पो भयो त। बिर्खे दाइ अहिले औँठी नलगाऊ होइन त? नआत्तेन, के डराइराखेको छ? म छैन, म मरेको छु, खुसुरुकै ठाउँका ठाउँ मरेको छु। ए होइन, तपाईँले अर्काको इङ्गेजमेन्ट रोकेर के गर्नु खोजे? तपाईँले के गर्नु खोजे? चुप लाग बिर्खे, तिमीहरूले गरेर मेरो जिन्दगी बर्बाद भयो। तिमीहरूलाई म यत्तिकै छोड्छु? ए भिटामिन के डराइराखे? औँठी लगाइदे न, बाँकी म मिलाउँछु, लगाइदे। एकछिन भिटामिन, तिमीहरूले मेरो सेटलमेन्ट नगरिकन इन्गेजमेन्ट गर्यो भने म सुसाइड गरिदिन्छु। अनि सुसाइड नोटमा तिमीहरू दुईजनाको नाम लेखिदिन्छु। ए हेर्नुहोस्, तपाईँले सुसाइड चाहिँ नगर्नुहोस्, बरु त्यहाँ साइडमा गएर सु चाहिँ गर्नुहोस्, तर यो सुसाइड भन्ने कुरै नगर्नुहोस्। अब तपाईँले हाम्रो नाम नोटमा लेखेर सुसाइड गरे पनि अब तपाईँ एक्लै हुनुहुन्छ, तपाईँको आफन्त कोही छैन, तपाईँ मर्नुभयो भने हामी गएर त्यो नोट निकालेर च्यातचुत पारेर फालिदिन्छौँ, अनि हामीलाई पुलिसले कसरी समाउँछ? वाह बिर्खे दाइ, वाह तपाईँलाई चाहिँ मैले मानिस तपाईँ त्यसै बिर्खे चाहिँ भएको होइन क्या? भएको होइन। ल भन्नुहोस् अब के गर्नुहुन्छ? के गर्नुहुन्छ? ल ठिक छ, सुसाइड नोट च्यात्ने भए म फेसबुकमा लाइभ गरेर तिमीहरूको नाम लिएर झुन्डेर मर्छु। राम 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 राम। बिर्खे दाइ अब त हामी कन्फर्म फस्छौँ। के गर्ने? नसके धेरै टाउको। अब उहाँले जे भन्नुहुन्छ त्यही गर्ने। ल भन्नुहोस्, के गर्ने? मलाई सबभन्दा पहिले तिमीहरू दुईजना मध्ये एउटाको घरमा राख्नु पर्यो। बहिनी काका त भेटिए त? पखै भेट्यो रे ए मोबाइलमा। खै त 60 वर्षीय दीर्घ प्रसाद नाम गरेको व्यक्ति प्रहरीको फन्दामा। विगत 5 वर्षदेखि चेलीबेटी बेचबिखनमा संलग्न उनी विभिन्न किसिमका प्रलोभन देखाउँदै केटीहरूलाई मायाको नाटक गर्दै बिहे गरी नेपालको नाका कटाई चेलीबेटी बेचबिखन गर्ने गरेका थिए। सोही क्रममा केटीसहित उहाँलाई रक्सोल नाकाबाट प्रहरीले समात्न सफल भएको छ। बिर्खे, जसलाई मैले माया गर्थेँ त्यो मान्छे त राक्षस पो रहेछ। म त्यो मान्छेको हातबाट बेचिनाबाट जोगिए। यो सब तिम्रो कारणले भएको हो। सायद तिमी नभएको भए बिर्खे मेरो जीवन पनि नर्कमा पुग्थ्यो होला। मेरो जीवन बचाउने तिमी भगवान बनेर निस्क्यौ। तिमी भगवान हौ, मलाई माफ गर है। यति बेलासम्म सबैजनाले मलाई साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद है। अब म जान्छु। बाई बाई।